र हाम्रो यो तरकारी बिगार्ने चाहिँ यो हुस्से हुन्छ नि त, यतिखेर यसरी ड्याममा आउँछ होइन। यो आएपछि चाहिँ टक्क बसिदिन्छ र आलु भयो या जे पनि सब्जीहरू चाहिँ यसले चाहिँ टक्क यो चाहिँ अब उड्दो रहेछ, हामीले देख्दैन, उड्दो त देखिरहेको छ। यो चाहिँ छ्यापछ्याप बस्दो रहेछ नि त, अन्त शीत हुँदो रहेछ है। अन्त यसले चाहिँ हाम्रो तरकारी बिगार्ने चाहिँ यही हो। किन अब यसलाई पनि दोस्नु त किन होइन, मौसम अनुसारको यो हुन्छ र पनि अब यसले चाहिँ खतरा बिगारिदिन्छ। तर मैले योभन्दा अगाडिको भिडियोमा पनि भनेको थिएँ होइन, यस्तो डेन्जर आउँछ नि। अब हामीले आलुहरू लगाएको हुन्छ होइन, यति डरलाग्दो 2-3 दिनमा प्लातपुत हुन्छ। र हामीले चाहिँ बिहान बिहान उठेर जहिले यसरी पानी लाउनु पर्ने हुन्छ। यो के हो अब सिजन अनुसारको उनीहरूको उयो हो, मौसम अनुसारको है। प्रकृतिलाई पनि के दोस्नु, हामीले लाउनु पर्ने यतिखेरै अब सिजन अनुसारको हो यो। अब यतिखेर उड्ने टाइम हो बिचरालाई, र यसले चाहिँ खतरा बिगारिदिन्छ हो हाम्रो चाहिँ। भर्खर लाउँदैछु हो, डल्लै छ लाउनु। अरूभन्दा पनि ज्यादा चाहिँ आलु बिगार्छ यसले चाहिँ, छ्याप्पै बसिदिन्छ हो। यति डरलाग्दो बिगारिदिन्छ। र यसपालि चाहिँ म चाहिँ कौली र फुलकोपी चाहिँ एकदम एक सौ झ्याल रोप्नु पऱ्यो दिनमा भन्दै सोच्दैछु। दिनमा होइन, हप्तामा। पोहोर यति साह्रो पऱ्यो, बेच्नु पनि पुरा हुर्किँदो रहेछ हो, बुटुटुटुटु निक्लिहाल्ने। र त्यस कारणले चाहिँ योपालिको सोचाइ चाहिँ मेरो लाटा सोचाइ अर्कै छ, स्टेप निकाल्नु पऱ्यो भनेर। ल हो, आजको मौसम यस्तै छ है।